हेलो एन्ड नमस्ते गाइज, वेलकम ब्याक टु माई च्यानल माइली ब्लग। सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु, भर्खर उठेँ। अब चाहिँ यहाँ भाडामा जान लागिरहेको छु। अब आज टिकाको दिन दसैँ, सबैजनाले रमाइलोसित बनाइरहनु भएको होला भन्ने आशा गर्दैछु होइन। कतिपय अब गाउँतिर गएर मनाउनु भयो होला, कतिपय सहरमा मनाउनु भयो होला। धेरै जस्तो त अहिले सहरमै हुन्छ मान्छेहरू हुन चाहिँ, गाउँमा भन्दा बढी। तर जे होस्, जता भयो भने उहाँ बसे नि यता बसे नि राम्रोसित मनाउनुहुन्छ होला भन्ने आशा गर्दछु। हाम्रो नानी पनि भर्खर उठेर मैले चाहिँ भनेको थिएँ नि त, यस्तो चाडपर्व यस्तो उस्तो आएको बेला चाहिँ मेरो पिम्पल हिजोसम्म चाहिँ आएको थिएन एउटा नि पिम्पल। अनि हिजोको हिजै यही आएर पाकिसक्यो क्या। हिजोसम्म आएको थिएन, यिनीहरू नै आएछ। सो अब म चाहिँ भाडा मार्न लाग्छु होइन। भाडा माझेपछि अब यहाँ के भन्छ, अब नुहाउनु छ। म नुहाएपछि चाहिँ भित्र अब खानासाना बनाउने खानासाना बनाउने हुन्छ होइन। खानासाना बनाएपछि चाहिँ फेरि टिकासिकाको सुरु हुन्छ नि त हाम्रो। त्यतिखेर चाहिँ म फेरि भ्लग कन्टिन्यू गर्छु, तपाईँहरूलाई मेरो हरेक एक्टिभिटी देखाउँछु होइन। अब के गर्छु भनेर भन त, के भन्ने भन। हिजो के हो अरे तिम्रो? हिजो बर्थडे थियो मेरो। अनि सबैले पैसा दियो। ल जाक गरेको चाहिँ अब चाहिँ म एकछिनमा भ्लग कन्टिन्यू गर्छु हेर्नु। गाइस, म चाहिँ नुहाएर आइसकेँ होइन। अब चाहिँ खानासाना बनाउनु पर्छ होइन। खानासाना बनाएपछि पहिला म यो रुम सफा गर्छु होइन। रुम अलिकति फोहोर भयो। सो यो रुम सफा गरेपछि चाहिँ म यसो खानासाना बनाउनु जान्छु होइन। खानासाना बनाएपछि बनाउनु चाहिँ मम्मीले बनाउनुहुन्छ, तर म सघाउन चाहिँ जान्छु क्या। सो त्यो गरेपछि चाहिँ अनि त्यसपछि चाहिँ हाम्रो टिका सुरु हुन्छ। म त्यतिखेर फेरि तपाईँहरूलाई अब फेरि भ्लग कन्टिन्यू गर्छु। बाई। भए अब माथि रुममा गएर टिका लाएर ल्याउँछु।
हाम्रो चाहिँ के छ भने यहाँ जुठो परेको छ नि त, त्यही भएर मम्मीहरूले चाहिँ मम्मी बुवाले चाहिँ टिका लाउन हुन्न है, काका नै आउनु भएको छ। अनि त्यही भएर अब हामी बच्चाहरूले चाहिँ लाउनुहुन्छ भनेर दाइले चाहिँ हामीलाई लगाइदिनु लानु भएको छ। सो हामी चाहिँ लगाउँछौँ। म चाहिँ रेडी भएको ज्यादा लिएर कस्तो ब्लगै बिग्रिन आयो भने ब्लगै बिग्रियो। ज्यादा अनि कस्तो लागिरहेको त दाइ? ठिक छ। हामी दाइ चाहिँ अलिक सोझो बन्नुहुन्छ क्या भिडियो अगाडि आएपछि। कस्तो लागिरहेको छ नि? ऊ चाहिँ मेरो छोरी हो है। मेरो छोरी थियो 60 वर्ष लाग्यो भनेदेखि अहिले ज्ञानी भएको छ, तर पुरै ज्ञानी भइसकेको छैन, ज्ञानी हुने क्रममा छ है। हस् अनि यो बाबा नि अलि कुट्छ। अनि तपाईँलाई कस्तो लागिरहेको छ भाउजू? एकदम के त एकदम राम्रो भिडियो बनाएर है कोही रिसाउनु पार्नु हो, त्यो त हाल्ने हो। टिका लाउनु मलाई के रिसाउनु र? रिसाउनु झर्किनु भइरहन्छ। होइन यस्तो यस्तो भइरहन्छ चाडपर्वमा हो यस्तो हुने भने अरू बेला भन्दा। अनि हाम्रो चाहिँ अब मान्छे धेरै छ नि, त्यो टिका जमरा, मलाई त जमरा धेरै लगाइदिनु पर्छ। के भाँचेर हेर्नु न कसले? होइन तपाईले यसो गरिदिएछ तपाईले यसो प्लास्टिक दिएछ अनि मैले प्लास्टिक फालेर त्यस्तो भयो। अब चाहिँ हामी टिका लाउने बेला चाहिँ फेरि म ब्लग कन्टिन्यू गर्छु। ठ्याक्क टिका लाउनु सुरु गर्ने बेला चाहिँ होइन क्या तपाईँको पर्दैन हो त्यहाँ राम्रो सुन्छ क्या। हो त्यही ल्याउनु पर्दैन। यो चाहिँ हाम्रो ठुलाले गाउनु भएको गीत है। भएन कि उयो गर्दैन बाबा यसमा त राम्रो धुन आउँछ। अनि ठिक छ क्या ठिक छ बिचारे ल राम्रो छिटो अलिक हजार आयो खुसीले सारा भर्यो नि संसार अब चाहिँ हामी खाना खान लाग्छौँ होइन। यो चाहिँ खाना ला हो कि काका हाम्रो काका कान्छो काका
भगवान् हाम्रो चाहिँ कान्छो काका दाइ भाउजू मम्मी हुनुहुन्छ बुवा चाहिँ फिल्म हेर्नु जानुभएको छ फेरि एक्लै है सन्ध्या आउँदैछ अनि हामी चाहिँ एकजना अहिलेलाई अब त्यही हो सानो प्रिन्सेसलाई ओ सानो प्रिन्सेस कहाँ गयो फेरि ऊ यता सानो प्रिन्सेस यता ह ठुलो प्रिन्सेस यता ह धेरै भयो क्या कुन ठुलो प्रिन्सेस ब्लग अपलोड गर्छु अनि यसो खाएको नि देखाउनु पऱ्यो नि होइन लन्च कमाइदिनु बस आउनु खाउनु आमा तपाईँ नि हालेर हामी क्या भोक लाग्छ त्यो गर्नुहुन्न बलिदान फाइटै फाइट छ त्यो बिचतिर त गडबडै भेड चाहिँ म त बक्स अफिसमा हेरेको गङ्गो मासु राङ्गाको मासु बिहानै मङ्गलबार आलु भट्टा मलाई चाहिँ मासु र चिउरा फेरि यस्तो मनपर्छ यो भयो भने भात पनि चाहिँदैन है बेसर मनपर्छ अरू बेला नि यो बेला नि चित्त पुगेन हौ खाएर पुगेन म खाइसकेपछि फेरि अब एकछिन घुम्न जानु मन भयो घुम्न गयो भने म फेरि भ्लग बनाउनु गयो हामी चाहिँ खानासाना खाएर अब एकछिन यसो होइन कति खाएर बसिरहनु भनेर चाहिँ घुम्न निस्केका छौँ हामी कहाँ जाँदै रे दाइ घुम्न जानला त कुन ठाउँ क्या कुन ठाउँ भन्नु हामी त चन्द्रगिरी केबल कार त्यस्तै भने त्यस्तै हो हामी चाहिँ यता अष्टनारायण साइडतिर जान्छौँ त्यहाँनिर घुम्न गएपछि चाहिँ हामी लाइन भने कहाँबाट लाउने हो र अब अष्टनारायण जान्छौँ अनि त्यहाँनिर गएपछि यसो अब त्यतातिरको जे होस् बाटो अलिअलि भने राम्रो छ नि त सो त्यता जान्छौँ त्यहाँनिर गएर आएपछि चाहिँ हामी त्यस्तो त्यही हो यार भोलि चाहिँ हामी मामा घर जान्छौँ दाईहरू चाहिँ दाई ससुराली भाउजू माइत जानुहुन्छ भन्नाले एउटै घर क्या भाउजूको घर अनि नानी चाहिँ मामा घर भन्दैन ए नानी चाहिँ मामा घर जान्छ अनि हामी सन्ध्या र मम्मीहरू जानुहुन्न नि त बुवा र मम्मी चाहिँ यहाँ हुन्छ सायद दिदी नै आउँछ होला आउँदा आउँदैन थाहा नि दिदीको पनि टिका खाएन नि त्यसपालि त्यही भएर आउँदैन अनि अब सन्ध्या म चाहिँ मामा घर जान्छौँ यस्तो मैले एक्लै ट्राभल चाहिँ अहिलेसम्म गरेको छैन क्या सो अब हेरौँ के हुन्छ कस्तो हुन्छ होइन त्यही हो भोलिको नि एकचोटि भ्लग हाल्छु म फेरि अब वर्षमा एकचोटि हाल्ने भ्लगर परेँ होइन दसैँ आएको बेला तिहार आएको बेला यस्तो आएको बेला मात्र सो त्यही भएर अब अहिले चाहिँ जुन ठाउँ जानला हो त्यो ठाउँ पुगेपछि म फेरि कन्टिन्यू गर्छु हाम्रो दसैँ चाहिँ यस्तै नै हुँदैछ तपाईँहरूको कस्तो भइरहेको भन्नु होला होइन तपाईँहरू नि भन्दै गर्नु होला तपाईँहरूको नि होप राम्रै भएको होला भन्ने आश गरेको छु सो अब म चाहिँ वहाँ पुगेपछि के भन्छ अरे फेरि डेस्टिनेसन चाहिँ आउनु लाग्यो है हामी चाहिँ माछा पोखेर आइपुग्यौँ एपीबाट सो कस्तो हिँड्ने बानी नभएर होला नत्र यो पहिला बाटो कस्तो 24 घन्टा हो क्या यो बाटो हिँड्ने भनेको चाहिँ दिन बाई दिन आज हिँड्यो भोलि हिँड्यो पर्सि हिँड्यो माइक हिँड्ने पहिला फाइनेन्सको जब गर्थेँ नि त म त्यही भएर अनि अब अहिले त बानी नै छैन है कति भयो नि त नहिँडेको घरमै बसिरहन्छ अरू कहीँ जाँदा पनि जाँदैन अहिले झन् जबलेस कहीँ जाँदा पनि जाँदैन जब अनि त्यही भएर नि अब अहिले बेसरी मोटाइसक्यो न ठिक छ घट्ने प्रयास जारी छ होइन घटिन्छ होला घट्छु सकेसम्म हेरौँ के हुन्छ कहिले घटिन्छ होइन डेस्टिनेसन चाहिँ आइपुग्न लागेर तर कहाँ जानला हो भने थाहा छैन यहाँ अष्टनार माथि बाइपास आइसक्यो होइन यहाँ आइसक्यो कहाँ जानला हो भन्ने कुरा चाहिँ थाहा छैन अझै अब दाइले लान्ला हो अब त्यहाँनिर ठ्याक्कै यो ठाउँ हो भन्ने थाहा पाएपछि चाहिँ म तपाईँहरूलाई फेरि पनि भ्लग कन्टिन्यू गरेर फेरि भ्लग कन्टिन्यू गर्छु अलिअलि थाहा पायो भन्दा नि अब हामी चाहिँ धेरै ठाउँ त होइन अलि यो मैले
मलाई एकदम मनपर्ने ठाउँमा जानु लागेको छ र वहीँ चाहिँ पुग्दैनौँ हामी अहिले आधा बाटो पुगेर हामी फर्किन्छौँ अब यहाँको रोडहरू अलिक शान्त अनि पिसफुल छ नि त अनि भिडियो सिडियो बनाउनलाई फोटोसोटो खिच्नलाई पनि दामी आउँछ नि त क्यामेरा पनि खतरा छ दाइको आइफोन छ अब मेरो त एन्ड्रोइड हो यो नि राम्रै छ त्यस्तो विधि नराम्रो नि होइन नि त अब त्यहाँ जान्छौँ अनि अलिकति भिडियो सिडियो बनाएर फोटोसोटो खिचेर चाहिँ अनि हामी फेरि फर्किन्छौँ होइन अनि त्यही हो दाइले कता नै लानु लाग्नु भा भनेको त यहीँ ल्याउनु लाग्नु भएको छ फिल्म हेर्न आएको अब सो अलिकति ढिला भयो क्या हामी आउनलाई त्यही भएर चाहिँ अहिले फिल्म हेर्न चाहिँ मिलेन अब चाहिँ हामी त्यहाँ जान्छौँ पोस्टर हेरेर फर्किँदैछौँ अष्टनारायणमा पोस्टर हेर्दै फर्किरहेको मैले फेरि घर फर्किने बेला फेरि पोस्टर हेर्दै फर्किन्छौँ होइन अब त्यही हो फिल्म हेरेको चाहिँ त्यही अब भन्ने चित्त बुझाउनु त हो अनि हामीलाई फेरि हिरो भएर हिँड्नु भयो दाइ त अन्त वास्तवमा हाम्रो दाइ चाहिँ सिङ्गर हो है सबैजनाले युगल देव भन्ने च्यानलमा गएर सब्सक्राइब गरिदिनु होला सुनेर अलिकति होइन अब भ्यू दिनु होला कि कस्तो लाग्यो भनेर होइन तपाईँहरूको नि अब रिभ्यू त चाहिन्छ नि त मान्छेहरूलाई त्यही भएर रिभ्यू दिनु होला गएर